विचार जोग्यो जाठा। उफ, अलिकति खाजा बनाऊ त, त्यहाँ पर जानु छ। घर आउनु पाएको छैन फेरि कता जाने? त्यो बाँच गरे कान्छी पो कोठा सर्ने रे, सघाइदिनु है भनेको छ। अब काठमाडौँको ठाउँमा भने जस्तो कोठा पनि पाइँदैन, पाइहाले पनि कता के नमिलेको जस्तो मात्र हुन्छ। कोनी कहिले गाउँ जाँदा बस पार्कसम्म पुर्याउनु जाने, कहिले के बोक्नु सघाउनु जाने, कुन दिन फेसबुक युट्युबतिर सर्वत्र आउला है। हेर फलानाहरूको चर्टी कला भनेर। होइन, तिमीले के भन्न खोजेको हौ? बेकारमा शङ्का नगर है। बरा उसको बुढो पनि उमेरमै बितिहाले, अब सानो तिनो जागिर भए पनि गरुन्जेल त यतै बस्छु भन्दैछ। यसो गाउँले भएको नाताले सँगाउँदा के जान्छ? यो शङ्का गर्ने बानी चाहिँ नगर है। खुब अहिले त बरा बिचारा भन्दै गर, भोलि पर्सि यता न उताको हुन्छ। विचार जोग्यो जाठा। त्यसै पनि केटी मान्छे देख्यो कि लपक्कै पर्ने बानी छ। उमाले अनेक बोली बस्नु भन्दा त खाजा बनाइदिनु नि छिटो। उतै बास गरे कान्छीले बनाइदिइहाल्छ नि। मैले बनाएको त त्यसै पनि सधैँ नमिठो भयो मात्रै भनिरहन्छ। यस्तोलाई बोलाइराख्नु भन्दा त बरु जान्छु यस्ता मुला। ओइ घोप्टे, कहाँ हिँडेको? यहाँ आऊ, म खाजा बनाइदिन्छु, खाएर जाऊ। हाम्रा त तम्रा बाहेको छ र